नमस्ते दर्शकवृन्द, समयको मूल्य दोस्रो पाठमा स्वागत छ। समयको मूल्य मेरो जीवनको यात्रा। समयको मूल्यको दोस्रो पाठको श्रृङ्खला सन् 1971 सालतिर जान्छ। पहिलो पाठको कथा तपाईले अझै हेर्नु भएको छैन भने लिङ्क डिस्क्रिप्सनमा राखिदिएको छु, हेर्न नबिर्सिनु होला। मलाई अझै सम्झना छ, स्कुलको ठुलो परीक्षा सकिएको एक हप्ता पछिको त्यो नतिजा आउने दिन हामी सबैले एक आपसमा हेराहेर गर्दै कौतूहलको साथ डर पनि लागिरहेथ्यो मलाई। केही समयमा शिक्षक हातमा नतिजाको पेपर ल्याएर आउनुभयो। हामी सबै गुड मर्निङ सर भन्दै उठ्यौँ अनि सरले बस्ने इसारा गर्नुभयो। मेरो मुटुको ढुकढुकी बढिरहेको थियो। मनमनै सम्झिए, हे भगवान, मेरो घरको आर्थिक स्थिति अरू साथीहरूको जस्तै हुँदो हो भने स्कुलमा पढाएको पाठ घरमा गएर दोहोऱ्याउने थिए होला र आजको नतिजा थाप्ने दिनमा यति साह्रो डराउनु पर्ने थिएन होला। स्कुल छुट्टी हुनु बित्तिकै घर गएर घाँस काट्नु पर्थ्यो। घाँसबाट थकित भएर आएर खाना खाएर सुतिहाल्थे। फेरि बिहान उज्यालो हुनु बित्तिकै घाँसमा गइहाल्नु पर्थ्यो, नत्र स्कुल जान नपाइने नियम थियो हाम्रो घरमा। खैर केही छैन, मेरो परिस्थितिले कुनै समयमा मोड लिन्छ भन्ने मलाई आत्मविश्वास थियो। अन्ततः मेरो नतिजा आयो। म कक्षामा चौथो भएको रहेछु। 20 जना साथीहरू मध्ये चौथो स्थान। हर्कले मन फुरुक्क भयो। नतिजाको पेपरलाई ढोगे। हिसाबको सब्जेक्टमा गुड लेखेको देखेर मन अझै हर्षित भयो, तर अङ्ग्रेजीमा फेल। मलाई त्यो बेला लाग्थ्यो अङ्ग्रेजी किन सिक्न पर्ने होला। जब क्लासमा अङ्ग्रेजीको पिरियड आउँथ्यो तब मलाई टाउको दुख्थ्यो। मलाई त्यो समयमा लाग्थ्यो कि अङ्ग्रेजी नचाहिने भाषा हो भनेर। नतिजा बाँडेर सिद्धाए। त्यो दिन कोही साथी हाँस्दै रमाउँदै घर फर्के त कोही साथी रुँदै घर फर्के। समयको सही सदुपयोग गर्ने जति हाँसे रमाए र समयको सही सदुपयोग गर्न नजाने जति रोए। भोलिपल्ट साथीहरू ग्राउन्डमा भेला भएर धेरै लामो गफगाफ भयो। कोही साथीले भन्यो, म त यो छुट्टीमा मामा घर जाने, त्यसपछि मामासँग डुल्न जाने। अर्को साथीले भन्यो, सिनेमा हेर्न जाने, बजारतिर घुम्न जाने। अर्को साथीले भन्यो, म त दिनदिनै यही ग्राउन्डमा आएर फुटबल खेल्ने। त्यस बेला मैले मनमा नै क्लासमा हेडमास्टरले भनेको वाक्यहरू सम्झिए। समय बलवान छ, गएको समय फर्केर कहिले आउँदैन, त्यसैले समय बर्बाद नगर्नु। तिमीहरूको यो समय भनेको सुन जस्तै हो। स्टुडेन्ट लाइफ इज गोल्डन लाइफ। समय एउटा मौन शक्ति हो जुन अविरल बगिरहन्छ। न यसलाई देख्न सकिन्छ न त समात्न सकिन्छ, तर यसको असर सम्पूर्ण जीवनमा गहिरो छ। जसले समयको मूल्य बुझ्छ उसले आफैलाई नयाँ उज्यालोतिर डोर्याउँछ। समयले कसैलाई राजा बनाउँछ भने त कसैलाई अल्छे बनाउँछ। समय सधैँ परिवर्तनशील छ। आजको दुःख भोलिको सुख। त्यसैले समयको एक एक पललाई आदर गरौँ, सदुपयोग गरौँ, किनकि समय नै हाम्रो भविष्यको शिल्पकार हो। त्यो दिन सबै साथीहरूले दुःखको महसुस गरे, कारण अब हामी चाँडै कोही साथी अर्को स्कुलमा भर्ना हुने त कोही साथी अर्को स्कुलमा भर्ना हुने। त्यस दिन म हतार घरमा आएर एउटा डायरीमा लेख्न सुरु गरेँ, यो जाडो महिनामा के काम गरेर कति पैसा कमाउने भनेर। मैले मनमा नै सम्झेँ, मलाई पनि सिनेमा हेर्न जाने, घुम्न जाने, फुटबल खेल्ने मन त थियो, तर यो छुट्टीमा धेरै पैसा कमाएर स्कुलको भर्ना फिस, स्कुलको ड्रेस र कापी कलमको खर्च कसरी पुर्याउने भनेर काम गर्ने डायरी बनाएँ। त्यसै बेला ठुलो आवाज आयो बाहिरबाट बुवाको,
घाँसमा जानु ढिलो भयो भनेर म हतार हतार डोका र हँसिया लिएर जङ्गलतिर गएँ। म घाँस काट्न जङ्गल जाँदा जहिले पनि हिसाबको सरलाई सम्झिँदा अनायासै 2 को गुणा 3 र 4 को गुणा मुखमा आउँथ्यो। 2 एकान 2, 2 दुना 4 भनेर। कारण हिसाबको सरले हात उल्टा पारेर बाँसको सुडकुनाले पिट्ने गर्थ्यो। त्यसैले उहाँलाई सम्झिँदा गुणा कण्ठ गर्नु मन लाग्थ्यो मलाई। त्यसैले होला हिसाबको सब्जेक्टको नतिजामा गुड पाएको। त्यो 12 वर्षको मेरो उमेरसम्म मैले कहीँ कतै अङ्ग्रेजी बोल्ने मान्छे देखेको थिइनँ। त्यसैले मलाई अङ्ग्रेजी पढ्न आवश्यक लाग्थेन। हिउँदोको महिनामा जङ्गलको घाँस काट्न टाढा टाढा जानु पर्थ्यो। कारण नजिक नजिक सबै घाँसहरू काटेर भ्याइसकेको हुन्थ्यो। बल्ल बल्ल 6 बजे घाँसको भारी ल्याएर घर आइपुगे र हतार हतार मेरो स्कुलको नतिजा सबै मेरो घर परिवारलाई देखाए। तर आमा बुवाको अनुहारमा खुसी थिएन, मोहन थियो। त्यो मोहनको मतलब मलाई राम्ररी थाहा थियो कि अब म टाढाको स्कुल, हाई स्कुल, ड्रेस, काफी, कलमको खर्च इत्यादि। त्यो दिन बेलुकाको खानामा गुन्द्रुकको तरकारी र भात थियो। खाना खाएर फेरि डायरी लेख्न थाले। माथि टाइटलमा लेखे, समयले मलाई कहाँ कहाँ पुर्याउँछ भनेर। मैले मेरो घरको आर्थिक स्थिति राम्ररी बुझेको थिएँ। काम गर्ने कुराहरू डायरीमा लेखेर ओछ्यानमा पल्टिँदै सोचे, आमालाई सन्चो छैन, बिरामी छिन्। त्यसैले आमालाई व्यापारमा धेरै मैले सघाउनु पर्छ। धेरै पढेर ठुलो भएर विदेश गएर धेरै पैसा कमाएर आमालाई राम्रो उपचार गर्नुपर्छ भन्ने विचार गर्दै गर्दै म त्यो रात सुते। दर्शकवृन्द, आजको एपिसोड कस्तो लाग्यो? जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला। हो दर्शकवृन्द, मलाई तपाईँहरूको अवश्य साथ चाहिन्छ। धन्यवाद छ यो एपिसोड अन्तिमसम्म हेरिदिनु भएकोमा। यो समयको मूल्यको एपिसोड हरेक हप्ताको शनिबार बिहान 10 बजे आउनेछ। हेर्न नभुल्नुहोला। मलाई तपाईँहरूप्रति ठुलो विश्वास छ। मलाई अवश्य तपाईँहरूले साथ दिनुहुन्छ होला भनेर। धेरै दुःख र मेहनत गरेर यो एपिसोड बनाएको छु। त्यसैले अब आउने एपिसोड पनि हेर्न नछुटाउनुहोला। मेरो बाल्यकालको कहानी मन परेमा एक लाइक र सब्सक्राइब गरेर छेउमा भएको बेलमा पनि क्लिक गर्नुहोला र सबैलाई सेयर गर्नुहोला। कारण यो मेरो कहानीमा समयको मूल्य एपिसोडमा धेरै प्रेरणादायक, दर्दनाक, रोचक भएकोले यस कहानीमा दिएको सन्देशले सबैको समयको सदुपयोग होस्। र आजलाई यति। अब आगामी एपिसोडमा मेरो जीवनमा घटेको रोचक कुराहरू ल्याएर आउनेछु। हेर्न नछुटाउनुहोला। धन्यवाद।